हेलो गाइस, सब के छ? सन्चै आरामै हुनुहुन्छ होला। आज अब हामीहरू लोटसमा लास्ट डे हो। अब लगेज प्याक भइसक्यो हामीहरूको। यहाँ मिस्टर मदनजी हुनुहुन्छ। के छ मदनजी, कस्तो फिलिङ भइरहेछ? गुड फिलिङ छ। गुड फिलिङ भइरहेछ है? नेपाल जाँदैछौँ 32-33 महिनापछि एकदम ह्याप्पी फिलिङ छ है। ल जस मेरो चाहिँ सामान हो उहाँको पर छ। लगेज प्याक भइसकेको छ। ल अब आउने भिडियो आइरहन्छ, राम्रो राम्रो भिडियो। यहाँ लोटस टु केल टु नेपाल काठमाडौँ। ल हेर्नु होला अनि हेरेर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्स्नु होला। थ्याङ्क यू सो मच। ओके गाइज, फाइनली अब हामीहरू बस पार्क आइसक्यौँ अनि भर्खर कम्पनी गाडी लिन आइरहेको थियो हामीलाई। भर्खर लगेर गयो। अब यो गाडी गइसक्यो हेर्नुहोस्, गणेश छ। अनि यस्तै हो, चलिरहेछ भनौँ। ओके ब्रो, बाई, लागि जाउँ प। अनि यस्तै छ। अब हामी दुईजना छौँ यहाँ। अब अघि नैको टोली छ हाम्रो। अघि नैको टोली हो। ल अब बस स्ट्यान्ड आइसक्यौँ। अलिअलि कालो त फेस रातिको छ। लोकल बस लागिरहेछ, यहाँ बस आउँदैछ। त्यसपछि हामी ट्याक्क टिभीएसमा प्रस्थान हुन्छौँ। प्रस्थान भिडियो आउने छ अर्को। यहाँको बस स्ट्यान्ड अहिले यस्तो छ। यस्तो केही ठुलो बस स्ट्यान्ड छैन यो, तपाईँको भन्डापुर नगरको बस स्ट्यान्ड हो। धेरै खासै त केही छैन। लोकल हाम्रो नेपाल जस्तै भनौँ, अलि टेम्परी छ। यहाँ लोकल बसहरू लागिरहेको छ। यहाँ यस्तो छ गाइस। ल अहिलेको लागि यस्तै छ। ल अब फेरि आधा एक घन्टा पछाडि फेरि भेटौँला। ओके बाई। एन्ड आधा एक घन्टा पछाडि होइन, बसमा बसिसकेपछि म एउटा सानो भिडियो बनाउँछु, त्यो पछि पढ्नको लागि। ल बाई गाइस, फाइनली अब बस स्ट्यान्डमा आइसक्यौँ। यहाँ बस लागेको छ। यहाँ मदनजी बस्नु भएको छ। के छ मदनजी, कस्तो भयो ट्रिप हजुरको? ट्रिप बहुत खतरा भयो, निन्द्रा लागेर। अनि कतिको जाडो लाग्यो? जाडोले कत्रा जाडो छ, यस्तो भयो कि जाडोले अहिलेसम्म आँखा भएको छैन। अनि यस्तै हो गाइस। अब यता बस्नु पऱ्यो, पछाडि ब्याग छ। अनि अब हेरौँ, यहाँ अर्को बस लागिरहेको छ। अब हाम्रो बस चाहिँ साढे कतिको छ, 9:30 बजीतिर छ। 9:30 बजीतिरको रातिको बस हो। रातिको बिहारको बस निन्द्रा लागिरहेको छ गाइस। अब सिधै एयरपोर्ट गएर एउटा भिडियो हुनेछ, त्यो पछि हेरौँ के कस्तो हुन्छ। अहिले यस्तो छ यहाँ बस स्ट्यान्डतिर, मान्छे धेरै छैन, काम छन्। ल गाइस, फाइनली हामीहरू एयरपोर्ट पुगिसक्यौँ भनौँ। यतातिर यस्तो छ, हेर्न सक्नुहुन्छ। यहाँ वेटिङ उसमा बसिरहेको छौँ। गाह्रो छ अनि लाइट कति राम्रो छ। यहाँ मदनजी पुरा भिडियो बनाउनमा तयार हो। के ब्रो, यहाँ ल्याङ भयो नि त। ल्याङ भयो कि पारा नै क्ल्याप्स भयो है। 6 बजे फ्लाइट छ। रातिको 6 बजे फ्लाइट छ। बिहानको 6 बजे आएर बसिरहेको छौँ। लगेज यहाँ यत्रो छ। इमिग्रेसन 10 बजे बोलाएको छ। के गर्ने होला? ल भन्नु। गाह्रो छ। यहाँ 3टा फ्लाइटहरू राखेको रहेछ। जस हेलो गाइस, फाइनली अब एयरपोर्ट आइपुग्यो भनौँ। अहिले आउँदाखेरि अलिक ह्यान्डसमै देखिरहेको थियो। अहिले चाहिँ फेस एकदम कालो कालो भएको छ होला है। निन्द्राले मदनलाई सोधेको फेरि कस्तो निन्द्रा लागेर हैरान बसमा। अनि 12 घन्टा सुतेको छैन, थाहा छ कि नहीं? म त बिहान ड्युटी गरेर आयो मान्छे। तपाईँ त ड्युटी गरेर आएको, म त दिवसभरि पनि नसुतेको, गाडीमा पनि नसुतेको। यहाँ चाहिँ गाडीमा बुस्सु भएर सुतेर आएको। त्यही पनि निर्लाजमा नाटक गरेर आयो मान्छेले। गर्दा खतरा मान्छे यहाँ टिकटक भिडियो बनाउनु तयार। फेरि मान्छे ह्यान्डसम भएपछि के लाग्छ अरे यार? गाह्रो छ। खस्यो भने आइफोन गयो तल एकैचोटि सिधा। यहाँ फेरि यस्तो छ हेर्नु। ल गाइस, मैले चाहिँ मदनलाई छोडेर गर्न अर्डर लिएको 2टा रोल। कति पऱ्यो भन्दाखेरि हेर्नु न बिल, तपाईँको म्याक्सिमम् 2टा रोलको लागि 50 रुपियाँ कि 50 रुपियाँको रोल। आम्मामा अझै महँगो। यो पसल हो। वाओ, के चोर्दियो ब्यागबाट? के चोर्दियो ब्यागबाट? आम्मामा आएको भएको छैन, ब्यागबाट यहाँ चोर्न लागेको है पुरा मान्छे। लगाइस हामीहरू अब एयरपोर्टमा आइपुग्यौँ, वेटिङ हलमा। यस्तो छ अहिले यतातिर। अनि यहाँ त प्लेन पनि लागेको छ एउटा। कहाँ जाने हो थाहा छैन। हाम्रो चाहिँ अझै छ टाइम। एउटा प्लेन लागिसकेको छ। यस्तो छ एयरपोर्ट मलेसियाको। त्यहाँतिर यसो मान्छे गइरहेको छ। त्यो पसलमा गएको अहिले चिप्स किन्न। एउटैलाई 45 भन्यो कि, त्यही 60 रुपियाँ भन्यो। ल किन्ने, त्यही भएर यस्तो छ। यहाँ मान्छेहरू गइरहेछन्। अनि यस्तै गाइस, पुरा निद लागिरहेको छ। रातभरि सुतेन, दिउँसो पनि सुतेन गाइस। कहिल्यै पनि फ्लाइट रातिको छ भने
नआउनु होला नआउनु भन्दा पनि म्याक्सिमम् 1 बजे ल्यान्डिङ गर्नु होला फ्लाइटमा हो कि नै जो हामी दुइटा मूर्ख हौँ हामी दुइटा त मूर्ख मान्छे कि म फेरि के गर्ने 6 बजे त्यहाँ आयो त्यहाँबाट त्यहाँ 3 घन्टा 10 बजे वेटिङ तनाव भएर 10 घन्टामा चाहिँ वेटिङमा छ त्यहाँ बस्यो अहिले यहाँ पनि वेटिङमै बसेको छ ट्रान्जिट सेम टाउको दुखिरहेको छ यहाँ थुकिया छन् मान्छे के खाउँ भएर यहाँ तनाव भएर भइसक्यो इरिटेट भएर इरिटेट भइसक्यो अनि एउटा कुरो कोही एरोप्लेनमा आउँदै हुनुहुन्छ भने खाना लिएर आउनु होला किनकि यहाँको खाना खान सकेन लास्टै महँगो खाना छ भोक त छैन है हामीले खाइसकेको बट वेटिङले के खाउँ भने क्या होइन सर अरू के मैले त हानिदिएको मुखभरि माल हानेको माल भन्दा अरू सोध्न गुट्का हानिदिएको यहाँ चाहिँ गुट्का सिकारी महँगो रहेछ एउटालाई 10 रिङ्गेट भन्दो रहेछ त्यही पनि किनेर हानिदिएको होइन सर एयरपोर्ट भनेर भाग्यमानी भेट्यो एउटा नेपाली भेट्यो एउटा साफ गर्दै थियो होइन एउटा त्यस्तो नभन्नु विचारलाई आफ्नै नेपाली भाइ एउटा नेपाली थियो एउटा नेपाली चाहिँ पायो झस् 5-10 रुपियाँमा दुइटा भोला किनेर खुवायो भोला कि सुताउला के खुवायो के गरे गाई पुग्न मिल्दैन त्यहाँ नदेखाएर पुग्ने घडीको कभर निकालेर यहीमा पुग्ने यस्तो छ हालत थुक्थुकै छ स्ट्यान्डर्ड मान्छेको यस्तो हालत छ के तपाईँहरू के भन्न सक्नुहुन्छ निन्द्राले आँखा यस्तो भएको छ नि स्ट्यान्डर्ड मान्छे थुक्नमा बिजी खानामा बिजी सबैभन्दा भएको के भन्नु अहिले हातमा सुकिसकेको थियो यस्तो छ गाइस यहाँ अब केटाहरू वोटिङमा आइरहेछन् यहाँ वोटिङ रुम तर पनि छ यहाँ अङ्कल आन्टीहरू देख्न सक्नुहुन्छ त्यही हो हाम्रो अङ्कल आन्टीहरू यहाँ अनि थालु कहिले कि टाक्लु कहिले कपाल नभएको पनि बसिया छन् बिचरा यस्तो छ प्लेन नै हाम्रो होइन यो कुन कम्पनीको थाहा छैन हाम्रो 6:30 बजी आउँछ हेरौँ के कस्तो हुन्छ ल गाइस अहिलेको लागि यो भिडियो यहाँ नै समाप्त गरौँ अब म्याक्सिमम् आउँछ होला भिडियो कहिले प्लेनमा जाँदा होला या भोलि काठमाडौँ पनि आउनु सक्यो केही पनि थाहा छैन अब हेरौँ र नलेजको लागि अब यस्तै छ अनि जुत्ता लगाएर आएको घरदेखि सेता जुत्ता थियो अहिले त कालो लागिसक्यो एयरपोर्टमा तपाईँ सेतै फेरि हामी कम्बो टिम हो कि सेतो आन्टीहरू साह्रो जाँदैछन् अङ्कल अगाडि एउटा अङ्कलले दुइटी आन्टी घुमाइरहेको छन् यार के गर्ने मेरो डस्टबिन हेलो गाइस के छ यस्तो भोक लागेर अब मदनजीलाई यसो ल्याउन पठाएको के लिएर आउनुभयो हेर्नु है पुरा ब्याग लिएर मान्छे लाउरे चाहिँ लास्ट एक्सपेन्सिभ रहेछ माल होइन के भयो कति गयो खै देखाउँछु होइन स्पेसल माल हो स्पेसल माल हो कति करोडको मिनिमम यसलाई पर्छ 75 रिङ्गेट पऱ्यो आमा यस्तो हेर्नु है गाई टन्नै रहेछ त्यहाँ दुईवटा बक्स ल्याएको छ लुट्टामा चाहिँ लुट्टा कसले खाने यत्रो यार खाने हो बस्छ यस्तो छ सर है ल सुरु गरौँ मेरो अहिले मुखमा अहिले माल छ भयो यहाँ फेरि धेरै ड्रामा हुन्छ फेरि सक्दैन कसैले सक्छ त फेरि सक्दैन लगाइस फाइनली भइसक्यो भिक्सन यहाँ मान्छेहरू धेरै बसिरहेको छन् हाम्रो मदनजीलाई चाहिँ चुना लागिरहेको छ चुना लाग्यो मेरो एकदम भेरी इम्पोर्टेन्स वेज लग्यो यहाँ गाह्रो भयो है ल गाइस यस्तै छ होइन अब धेरै टाइम छैन मात्र कति आधा घन्टा छ काठमाडौँको लागि अनि प्लेन लागिसकेको छ यहाँ यस्तो छ हेर्नुहोस् लाइटिङ कति राम्रो छ हाम्रो पार्टनरहरू कता गयो कि पार्टनरहरूको त्यहाँ मिलाउँदै रहनु प्लेन रेडी छ यहाँ लागेर टक्क प्लेन लागि एउटा यहाँ छ एउटा यहाँ छ आए बिचरा पार्टनरहरू वेलकम फाइनली हजुर सर फाइनल्ली भइरहेछ हाम्रो अब प्लेनमा बसाइको यात्रा होइन 24 आवर्समा 12 घन्टा ड्युटी हानेर आएको कस्तो सिस्टम अलग रहेछ मैले भनेको होइन प्लेनमा बसिसक्यौँ
Disimpan di ruang penyimpanan di atas atau di bawah tempat duduk di hadapan anda. Barang halangan di pintu-pintu kecemasan lurus bersebelahan dan ruang investasi anda. Mengecas elektronik atau sim dan power bank adalah dilarang sama sekali. मदनजी कालो बादल हो मेरे जाडो भएर होइन गाइस ज्याकेट लगाइयो गर्मी भएर खोलेको ल गाइस त्यहाँ मदन बसिरहेको छ है मदनलाई सरप्राइज दिनु पऱ्यो खाना लगेर जानु लाग्यो के भन्ने रहेछ है रेट सुनेर डराउँछ कि के गर्ने रहेछ ल हेरौँ एक किसिमको लागि सब सुतिरहेको छन् पुरा यस्तो छ एयरपोर्टको बेला जस्तो ए मदन ब्रो म त खाना लिएर आएँ यार खाना लिएर आएँ कति महँगो छ त्यहाँ हेर्नु न खोल्नु न यहाँ न्यापकिन दुइटा दिएको छ सुन्नु कतिको पहिला रेट हेर्नु पहिला रेट प्राइस पहिला प्राइस हेर्नु न के ल्याउनु पर्यो हेरेर फेरि होस् नखाउनुलाई फेरि जिरो प्राइसको छ जिरो प्राइसको देख्नुभयो के चिज ल्याउनु पर्यो खाने चिज यही मात्रै छ अरू केही छैन त्यहाँ खोल्नु न ल्याउनु भयो क्या हेर्नु न रोल हो कि स्प्रिङ रोल रोटी रोल रोटी खानु छैन कति महँगो छ त्यहाँ पिज्जा देख्यो 200 150 कहाँ त्यहाँ पनि केही छैन लस्टै महँगो ल गाइस पहिलो अनुभव फर्स्ट टाइम जर्नी गरिरहेको जर्नी गरिरहेको छौँ कहाँदेखि अरे मलेसियादेखि नेपाल रोल किनेको रोल पनि यस्तो छ हेर्नुहोस् 1500 रुपियाँको 1500 नेपाली भनौँ म्याक्सिमम् 1500 रुपियाँ गरी के छ र यसमा रोटी भित्र मासु छ के को मासु हो या थाहै छैन मासु हो गोरुको मासु होइन कहाँ गोरुको यहाँ अनि यस्तो छ है ल यहाँ पुरा गाह्रो छ गाइस बिचरा सुतिरहन् त्यहाँ एलइडीहरू चलिरहेको छ पुरा ल गाइज सब आज हामी मेरो फ्यामिली र म आएको छौँ चन्द्रगिरी यस्तो छ पुरा घाम लागिरहेको छ अझै मेरो मिसेस के हो केही नबोल्ने हाई गरिदिनु आज हामी यहाँ घुम्न आएको डाँडामा चन्द्रगिरीमा ए मेरो छोरो छोरो कस्तो लाग्यो राम्रो छ के देख्यो तिमीले कहाँ छ पानी त्यहाँ हो त हेर त त्यहाँ यस्तो छ अनि हाम्रो मदन सर के छ मदन सर एकदम झकास हामी यसो यहाँ चन्द्रगिरी ल यस्तो डेमो दिन्छ अरू मजाले इन्जोय चलिरहेको नेपाल आएर के गर्ने इन्जोय गर्नु परिहाल्यो एकदम यो इन्जोय छ है इन्जोय चलिरहेको काठमाडौँ सिटी हेर्न सक्नुहुन्छ ल काठमाडौँ सिटी यही नै हो के भयो त्यो लोटिन्छ यसले लोटिन्न लौको कि